धन्यवाद। अदुवा के राख्नुभयो बाजे? अनि खिर नमस्ते, म लभ जोशी बुटोलकै रैथाने हुँ र यो बुटोल उपमहानगरपालिका पुलचोकबाट सोझै टेनाउ खोला गयो भने टेनाउ खोलाको पश्चिम पहाडको खोजमा सहस्रधाराको मूल छ। यहाँ यस सहस्रधारामा सदैवदेखि माघे सङ्क्रान्ति र वैशाख पूर्णिमाको दिन विशेष स्नान गर्न टाढा टाढाबाट भक्तजनहरू श्रद्धालुजनहरू आएर यहाँ स्नान गर्छन्। यो मूलको पानी पहिला ठुलो झरनाको रूपमा झर्थ्यो र अहिले विविध कारणले पानीलाई डाइभर्सन गरेको हुनाले पानीको धारा कम छ र यस स्थानमा प्रशस्त मानिसहरू आएर यहाँ स्नान गर्छन्, पुण्य कमाउँछन् र धेरै वर्ष पहिले झन्डै 15 सालदेखि यता 40-41 सालसम्म पनि भक्तजनहरू स्नान गर्न आउँथे र टेनाउ खोलाको पानीलाई एकातिरबाट डाइभर्ट गरेर बगाइन्थ्यो र बिचको भागमा मेला लाग्थ्यो। तराई पहाड हिमालका मान्छेहरू पनि आएर यहाँ आफ्नो उत्पादन जडीबुटी तराईको उखु लड्डु आदि ल्याएर यहाँ बेच्ने चलन थियो र साधु सन्तहरू पनि आएर स्नान गर्थे र साधु महन्तहरूले पनि बजार ढुङ्गाको बगरको बिचमा बसेर भिक्षाटन गर्थे। श्रद्धालुजनहरूले सबैले उनीहरूलाई माघे सङ्क्रान्तिको घिउचाको खिचडी बाँड्थे र अहिले त्यो परम्परा हटेको छ। यस परम्परालाई पुनर्जीवित गर्न स्थानीय सरकारको विशेष पहल हुनुपर्छ भन्ने मेरो आफ्नो भनाइ छ र यो सहस्रधारा हो। लुम्बिनी प्रदेश बुटोल उपमहानगरपालिका वडा नम्बर 3 मा पर्दछ। अहिले पनि भक्तजन आएर यहाँ स्नान गर्छन्। छेउमा एउटा शिव मन्दिर बनाइएको छ, शिव मन्दिर पूजाआजा गरिन्छ र यहाँ आउनुको लागि खोलामा एउटा फड्के पनि बनाइन्छ जो अहिले पनि बनाइएको छ र यसलाई पुनर्जीवित गर्न स्थानीय सरकार पर्नुपर्छ भन्ने मेरो आफ्नो विचार छ। विशेष गरेर हरेक माघे सङ्क्रान्तिको दिन भक्तजन श्रद्धालुजनहरू आएर यहाँ स्नान गर्न आउँछन्, पुण्य कमाउँछन्। यो एउटा प्रकृतिले बनाएको खोज हो। हरेक खोजबाट पानी सफा झरिरहेको छ र यहाँबाट त्यही मूलबाट एउटा धारा निकालेर राखेको छ। यहाँ धारामा स्नान गर्ने चलन छ र यो विषय हेर्दाखेरिमा एकदम कलात्मक रूपमा छ। प्रकृतिले बनाएको सुन्दर सृजना भएको छ। यहाँ आएर स्नान गर्नु पनि एउटा विशेष रोमाञ्चक हुन्छ र यहाँबाट बजारको लागि मुलुको पानी बोरिङ पानीको लागि पाइपहरू बिछ्याएर पानी लगेको छ।
यो पाइपहरू बिछाएर पानीलाई डाइभर्ट गर्नुको कारणले पनि पुलमा पानीको स्रोत घटेको देखिन्छ र कुना कप्चरामा पनि प्रकृतिको पूजा गर्ने यहाँ चलन छ। यो हाम्रो पहिल्यैदेखि चलेको सरस्वती धाराको मन्दिर हो। यहाँ अब हामीले के भन्छ अहिले भक्तजनहरूलाई यहाँ प्रसाद बाँड्ने कार्यक्रम गरिरहेछ। अब माया सङ्क्रान्तिको मेला, यहाँ शिवरात्रिमा पनि मेला लाग्छ यहाँ। त्यही भएर यहाँ जनताहरू आउनुहुन्छ। पहिल्यै हाम्रो बाबुबाजेको पालादेखि चलिरहेको, अब त्यस्तो विशेषता त हामीलाई खासै थाहा छैन। त्यही पनि के भन्छ अरे हामीले जानेको कुरा गरिरहेछौँ अहिलेसम्म। मन्दिर बनाएर गरेर मन्दिर समिति आमा सङ्घ बा सङ्घ यहाँ मिलेर गरिरहेछौँ, टोल समाजहरू मिलेर। ल धन्यवाद। यो भक्तजनहरूको लागि यो जुन व्यवस्थापन गर्नुभएको छ, हजुर के गर्नुभएको छ? यहाँ हामीले चिया, यो के भन्छ तरुल, सकरखण्डहरी, अब माया सङ्क्रान्तिको लागि अब के हुन्छ खिचडी चढाउने कार्यक्रम भइरहेछ। यहाँ आएको भक्तजनहरूलाई हजुर निःशुल्क चिया, अब यो के भन्छ प्रसादहरू भइरहेछ। प्रसाद गरेर जानु होला भन्ने भइरहेछ।